हेलो हेलो गुड मर्निङ फ्रेन्ड गुड मर्निङ है हाम्रो चाहिँ यो डाँडा टोलको घर एरियाहरू हो घर वरपरको यो मर्निङ भ्यूहरू मर्निङ भ्यूहरूमा एकदम लिन मन लाग्छ क्या यतातिरै भाले ड्रागन फ्रुटहरू यहाँ कौसीमा लगाइदिएको थियो ड्रागन फ्रुट चाहिँ फुल्न थालेछ झारै झारुवा चाहिँ खोइ गोडमेल कसले गर्ने छैन गरेको गोडमेल हानिदिनु पर्छ जस्तो छ नि त ड्रागन फ्रुट फुलेछ ड्रागन फ्रुट उतातिरै छैन गोडमेल यसमा नि गोडमेल छैन गोडमेल गर्नुपर्ने अवस्था भएर छ नि त गोडमेल मलजल गर्नुपर्ने अवस्था भएर रहेछ तलतिरको बाटोहरू पारि हाइड्रेसन लाइन पनि छ है हाम्रो घर पारि सिधा पारिपट्टि रामेछापदेखि ल्याएको चाहिँ रामेछापदेखि मुजफ्फर जोड्ने हो क्यारे इन्डिया लगेको हो हाम्रो नेपालको त होइन इन्डिया लगेको होइन इन्डियाले लगेको लाइन हो त पारिपट्टि रोड देखाएको छ नि जो पूर्व जाने हो चकमके रोड हो पारिपट्टि गडौली खोला छ गडौली खोला पारिपट्टि रोड देखिरहेको छु यो पारी छ नि यो पारीको रोड चाहिँ चकमके जाने रोड हो चकमके पूर्व चकमके भन्छन् म नि जराई टारसम्म पुगेको छु हाइटेन्सन लाइन छ नि जोडिएको छ यो पुरा हाइटेन्सन लाइन गइरहेछ मुजफ्फर जोड्ने हो कि मेरो हाई गाइज फुलको बिरुवा पनि यसलाई पनि काट्दै थिएँ छाड्दै थिएँ फेरि दामी भएर पलाछ यो पनि कतिर धारा आयो पानी खेर गयो ननिष्ट बारिन्छ पानी पनि छिनै त गयो धारा जोड्नु पर्यो यसलाई पानी जोडिदिए पानी तल गयो त्यतिर बाँसझ्याङ पनि हरियाली भइरहेछ बाँसझ्याङ त्यतिर मकै बारी दर्याम भइरहेछ दर्याम हुँदैछ यतातिर धान चामल हालेछ अब सुत्ला चेप्ने बेला हुन लाग्यो सुत्ला चेप्न थालेछ